स्ट्रबेरी यो नाम सुन्ने बित्तिकै मुख रसाउँछ हैन त? तर यो स्वादिलो फल नेपालको पहाडदेखि तराईसम्म कसरी सफलतापूर्वक फलाइँदैछ भन्ने कुरा थाहा छ? आउनुहोस् आज हामी यही रोचक यात्राको बारेमा कुरा गरौँ। ल सुरुमा एउटा अचम्मको तथ्यबाट सुरु गरौँ न है, जसले स्ट्रबेरी बारे हाम्रो बुझाइलाई नै अलिकति हल्लाइदिन सक्छ। हो, सुन्दा अलि अनौठो लाग्छ, तर विज्ञानको भाषामा स्ट्रबेरी वास्तवमा बेरी नै होइन। हामीले मिठो मानेर खाने त्यो रातो भाग त फूलको फुलेको भाग हो। अनि बाहिर देखिने ती साना साना दाना, हो ती हुन् वास्तविक फल। कस्तो अनौठो होइन त? आज हामी के कुरा गर्छौँ त? पहिले स्ट्रबेरीका केही रमाइला तथ्यहरू हेर्नेछौँ, त्यसपछि नेपालमा यसको सफलताको कथाबारे जान्नेछौँ, अनि कसरी यसको लागि उत्तम जमिन बनाउने, फलमा मिठास कसरी भर्ने र अन्त्यमा हाम्रो भान्सासम्म यो कसरी आइपुग्छ भनेर पनि हेर्नेछौँ। ल सुरु गरौँ यही आश्चर्यजनक स्ट्रबेरीबाट। यो केवल मिठो मात्रै छैन है, यसको कहानी पनि उस्तै रोचक छ र स्वास्थ्यका लागि पनि यो एउटा खजाना नै हो। हामीले अहिले खाने स्ट्रबेरीको आधुनिक रूपको कथा खासै पुरानो छैन। कुरा हो 1750 को दशकको, जब फ्रान्समा यसको पहिलो पटक खेती सुरु भयो। 20औं शताब्दीसम्म आइपुग्दा यो संसारभरि फैलियो र आज यही फलले नेपालको हिमालदेखि तराईसम्मको फरक फरक हावापानीमा आफूलाई ढालेको छ। यो स्क्रिनमा देखिएको नम्बर 94 मिलिग्राम, यो के होला? यो हो जम्मा 1 कप, मतलब 147 ग्राम जति स्ट्रबेरीमा पाइने भिटामिन सी को मात्रा। यो हाम्रो दैनिक आवश्यकताभन्दा पनि धेरै हो। यसले हाम्रो शरीरको रोगसँग लड्ने क्षमतालाई एकदमै बलियो बनाउँछ। अनि स्वाद मात्रै होइन, स्ट्रबेरी त स्वास्थ्यको लागि एउटा सानो प्याकेटमा ठूलो फाइदा जस्तै हो। यसमा पाइने फोलिक एसिड, शक्तिशाली एन्टिअक्सिडेन्टहरूले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छन् र केही अध्ययनहरूले त यसमा क्यान्सर प्रतिरोधी तत्त्व पनि हुने देखाएका छन्। अब कुरा गरौँ नेपालको। कसरी यो फलले हाम्रो देशको पहाडदेखि तराईसम्म आफ्नो यात्रा तय गर्यो। यो साँच्चै नै एउटा सफलताको कथा हो। पहिले नेपालमा स्ट्रबेरी खेती भन्नाले नुवाकोटको कक्कनी जस्ता चिसो ठाउँलाई मात्र चिनिन्थ्यो, किनभने त्यति बेलाका जातहरूलाई त्यस्तै चिसो मौसम चाहिन्थ्यो। तर त्यसपछि एउटा गेम चेन्जर आयो। त्यो थियो गर्मी ठाउँमा पनि फल्न सक्ने नयाँ जातको स्ट्रबेरी। हो, यही कारणले चितवन जस्तो तराईको गर्मीमा पनि स्ट्रबेरी खेती सम्भव भयो र यसले देशैभरि एउटा नयाँ सम्भावनाको ढोका खोलिदियो। अहिले नेपालमा मुख्यतया 3 किसिमका जातहरू लगाइन्छ। चिसो पहाडको लागि अल्बियन, तराईको गर्मीको लागि विन्टरडन, अनि ठूलो दाना हुने र धेरै दिन टिक्ने जापानिज जात तोचितोमी। यही विविधता नै नेपालको सफलताको रहस्य हो। ल अब अलिकति प्राविधिक कुरा गरौँ। यदि स्ट्रबेरी खेती गर्ने हो भने कस्तो जमिन बनाउनुपर्छ त? यसको पछाडि पनि एउटा विज्ञान छ जसलाई बुझ्न जरुरी छ। स्ट्रबेरीको लागि एउटा आदर्श घर कस्तो हुनुपर्छ त? हेरौँ है। दिनमा कम्तीमा 6 घण्टा टलक्क घाम लाग्नु पर्यो, पानी नजम्ने मलिलो माटो हुनु पर्यो, अनि माटो अलिकति अम्लीय हुनु पर्यो। यति कुरा मिल्यो भने बोट मजाले हुर्कन्छ। अब बोट रोप्ने पनि 2टा मुख्य तरिका छन्। एउटा हो हिल सिस्टम, जसमा ठूलो र राम्रो गुणस्तरको फलमा ध्यान दिइन्छ। अर्को छ म्याटेड रो सिस्टम, जसमा बोटलाई फैलिन दिएर धेरै फल उत्पादन गरिन्छ। सो यो भनेको गुणस्तर र संख्या बीचको एउटा छनोट जस्तै हो। ल बोट त रोपियो, तर काम यतिमै सकिन्न। अब सुरु हुन्छ त्यसलाई स्याहार गर्ने, खुवाउने र जोगाउने काम। फलमा मिठास भर्नको लागि यो चरण एकदमै महत्त्वपूर्ण छ। यसका लागि एउटा सजिलो 3 चरणको मल योजना छ। पहिलो, रोप्नु अगाडि नै माटोमा मल र फस्फोरस हालेर जमिन तयार गर्ने। दोस्रो, रोपेको 1 महिनापछि बोटलाई पहिलो बुस्ट दिन आधा नाइट्रोजन दिने। अनि तेस्रो, जब फूल फुल्न थाल्छ तब बाँकी रहेको नाइट्रोजन र पोट्यासियम दिने। एकदमै व्यवस्थित होइन त? अनि अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा छ, त्यो हो मल्चिङ। यो किन यति जरुरी छ भने यसले झार उम्रिन दिँदैन र माटोको चिसोपनलाई पनि जोगाएर राख्छ, जसले गर्दा पानी पनि कम लाग्छ। विशेष गरी कालो प्लास्टिकको मल्च त झन् अचूक उपाय जस्तै हो। यसका फाइदै फाइदा छन्। झार नियन्त्रण हुन्छ, माटोको चिस्यान जोगिन्छ, माटो तातो रहन्छ, फल सफा हुन्छ, कुहिने डर कम हुन्छ, अनि बोटमा चाँडै फूल पनि फुल्छ। कति धेरै फाइदा! ल यति धेरै मेहनत गरेपछि अब आयो त्यो क्षण, फल टिप्ने बेला। तर यो अन्तिम चरण पनि सजिलो छैन।
यो अन्तिम दौडमा पनि केही चुनौतीहरू छन्। सबै कुरा ठिकठाक रह्यो भने एउटा बोटबाट लगभग आधा किलो जति फल निस्किन्छ। सुन्दा थोरै लागे पनि जब हजारौं बोटहरूले एकैसाथ फल दिन्छन्, यो किसानको लागि एउटा ठूलो आम्दानीको बाटो बन्छ। तर यो मिठो फलको पछि लाग्ने शत्रुहरू पनि छन्। सार्वजनिक शत्रु नम्बर 1 स्पाइडर माइट्स। यिनीहरू एकदमै साना हुन्छन् र पातको तल्लो भागमा लुकेर फूल र फल दुवैलाई बिगार्दिन्छन्। त्यस्तै सार्वजनिक शत्रु नम्बर 2 साप बीटल्स। यिनीहरूको अर्को नाम पिकनिक बीटल्स पनि हो, किनभने तातो मौसममा अलि बढी पाकेको फल देख्ने बित्तिकै यिनीहरू आइपुग्छन्। र तेस्रो नम्बरमा छ आर्मी वर्म। नाम जस्तै यिनीहरू रातमा सक्रिय हुन्छन् र कलिला भर्खर बढ्दै गरेका पातहरू खाएर सखा पार्दिन्छन्। त्यसो भए फ्रान्सको खेतबाट सुरु भएर नेपालको पहाड र तराईसम्म आइपुग्दा स्ट्रबेरीले आफ्नो अनुकूलन क्षमता देखाइसकेको छ। यो यात्रा साँच्चै नै प्रेरणादायी छ। अब एउटा ठूलो प्रश्न बाँकी छ, के यो सानो रातो फलले हिमाली क्षेत्रको कृषिमा एउटा ठूलो रूपान्तरण ल्याउन सक्ला त?